अहिले चाहिँ हामीहरू अपरेटरमा पुगिसकेका छौँ। अपरेटर हेरिसकेपछि हामीहरूले डाटा टाइप पढेर हल्का फुल्का बिस्तारै प्रोग्रामिङको डिपमा प्रोग्रामिङ गर्दै जानेछौँ। अब सुरुमा अपरेटर हेरौँ। अपरेटर सिकिसकेपछि हल्का नलेज पनि आउँछ यसरी अपरेटरले काम गरिरहेको छ भनेर। सुरुमा के भनेको छ भने अर्थमेटिक अपरेटर यो पनि दुई वा दुईभन्दा बढी अपरेन्ड्सहरू बिचमा रहेर काम गर्दछ। सुरुमा यो अटोमेटिक अपरेटर इन सी मैले गुगलमा सर्च गरिदिइसकेको छु तपाईहरुले सजिलो होस् भनेर हेर्नको लागि मात्रै। यो अटोमेटिकलाई चाहिँ प्लस माइनस डिभाइड मोडुला छन् नि तिनीहरूलाई नै अटोमेटिक अपरेटर भनिन्छ। अब नोड बनाउँदाखेरि अपरेटर लेख्नुस्, अब नेम दिन लागि नेम दिनुस्, अनि इक्जाम्पल लेखिदिनुस्। यता लेख्नु परेन, a + b a - b यसरी लेखिदिनुस्। अब कोडमा जाम, हामी प्रोग्राम गरौँ। यदि तपाईहरुले VS कोड चलाउनुहुन्छ VS कोडमा गर्छु भन्नुहुन्छ भने VS कोडमा गर्नुस्, minjw डाउनलोड गर्नुस् र VS कोड गर्नुस्। र VS कोडमा के छ भन्दाखेरि एकजना साथीले भन्नुभएको थियो कोड चाहिँ आउटपुटमा रन भइरहेको छ भन्नुभएको थियो। यो चाहिँ मैले सिम्पल गर्न लागेको थिएँ। त्यसको लागि टर्मिनलमा गर्नको लागि सेटिङमा आउनुस्, VS कोड ओपन गरेर अनि यहाँनिर रन इन टर्मिनल गर्नुस् अनि यो अनचेक हुन्छ यसलाई चेक गरिदिनुस्। त्यसपछि तपाईको टर्मिनलमा रन हुन्छ। तर जहाँसम्म लाग्छ धेरैजनाले VS कोड अहिले युज गरिराख्नु भएको छैन। जब एरेमा पुग्छ तब म तपाईहरुलाई VS कोड युज गर्न लगाउँछु। अब हामीले कहाँ पुग्या थियौं, के भने थियौं अटोमेटिक अपरेटर। मैले अटोमेटिक भनेर अटोमेटिक.c भनेर एउटा फाइल बनाइसकेको छु। अथवा तपाईहरुले चाहिँ कन्ट्रोल एन्टर गर्नुस् अनि यास्टिक इन्क्लुड लेखेर कन्ट्रोल एस गर्नुस् अनि जेसुकै लेखेर .c लेख्नुस् किनकि त्यो एक्सटेन्सन हो। मैले यसलाई डिलिट गरे एकछिन, क्लोज। अटोमेटिक अपरेटर हैन, यास्टिक include इन्क्लुड एउटा सबैमा लेख्नु पर्यो। यास्टिक.dio.h अनि इन्ट मेन, यो चाहिँ हाम्रो मेन फंक्सन स्टार्ट भयो। हामीले के गर्न लाग्छौं अटोमेटिक अपरेटर ARTHMATIC यस्तै हुन्छ OPERATOR अपरेटर मान्दिनु होला यस्तै छ। अब INT इन्ट भनेको यति मात्र बुझ्नुस्, इन्टले चाहिँ इन्टिजरलाई स्टोर गरिदिने काम गर्छ। इन्टिजर भनेको चाहिँ 1 2 3 4 जस्तो नम्बरहरू हो भनेर मात्रै बुझ्दिनुस्। अझै हामीले डाटा टाइप पढेको छैनौं। भिडियो रेकर्ड पो भइराछ कि नै भइराको छ जहाँसम्म लागिराछ। कहिले अस्ति नै बनाएको थिएँ कि भिडियो रेकर्ड नै भइदिएन। अनि इन्ट ए भन्ने एउटा अपरेन्ड्स अथवा भेरिएबल ए मैले 5 राखे 6 राख्दिए अनि इन्ट अर्को फेरि डाटा टाइप इन्टिजर भेरिएबल अथवा अपरेन्ड्स चाहिँ के रहेछ 2 छ है, 2 मान्दिम। अब अटोमेटिक अपरेसनको काम सुरु गरौँ। प्रिन्ट याप सम अफ द 2 OPERANDS अपरेन्ड्स यस्तरी गरेर म यस्तरी गर्दै फेरि INT इन C = A + B गरेन। C ले चाहिँ A र B को भ्यालुलाई होल्ड गरिरहेको छ, राखिदिरहेको छ। यस्तरी गर्नुस्। अब प्रिन्ट याप सम इज मैले सम इज मात्र राखे अनि %d भनेको चाहिँ यो स्पेसिफायर हो इन्टिजरको। अझै त्यति डिपमा नजानुस्, स्पेसिफायर हो %d चाहिँ कसको इन्टिजरको। अनि हाम्रो एन्सर कसमा छ कसमा राखिरहेछौं सम गरेर A + B गरेर हामीले C मा राखिदिरहेछौं, C मा गयो। अब यसलाई रन गर्नुस् त। रनको कमान्ड कम्पाइल गरौँ। एरर 0 वार्निङ 0। अब रन गरौँ। हाम्रो 6 + 2 7 8 आइसकेको छ। अब त्यस्तै गरी अब के रहेको छन् प्लस छन्, माइनस छ, डिभाइड छ। अब मैले इन्ट सब भन्ने एउटा भेरिएबल बनाए। b ठुलो छ त्यही भएर b - a गरे अथवा a - b पनि गर्न सक्नुहुन्छ तपाईहरुले। सब TRAC subtraction is %d
कमा सी। अब सेमिकोलन नछोड्नु होला अनि यो डबल कोट भित्र राख्नु होला। यहाँनिर सी को ठाउँमा हाम्रो एन्सर कसमा छ सबट्र्याक्सन यस यो बी मा छ। अब रन गरौँ कम्पाइल एन्ड रन कसमा छ याप 11 मा हुनुपर्ने हो। याप 11 थिच्दा हुन्छ कि नै भयो। अब चाहिँ सबट्र्याक्सन सम चाहिँ 8 आछ सबट्र्याक्सन चाहिँ -4 आछ किनकि हामीले बी भनेको 2 छ अनि ए भनेको 6 छ। 6 - 2 - 6 गरेर त माइनसमै आउँछ -4। अब एक लाइन तल झार्नको लागि स्ल्यास स्यान गर्नुहोस् यो चाहिँ एक लाइन ब्रेक गरिदिन्छ। अब कुन अपरेटर अब एड भयो। अब डिभाइड मल्टिप्लाई तपाईहरुको पालो गर्नुपर्ने। अब डिभाइड पनि तपाईहरुको पालो गर्ने अनि मैले चाहिँ मोडुलो गर्दिन्छु। मोडुलो मिन्स int int mod मोड मारेर लेखेँ मैले a % b। अब प्रिन्ट मोडुलो इज %d कमा एन्सर कसमा छ मोडमा छ हैन मोड। अब यसको एन्ड आउटपुट के आउँछ एकचोटी सोच्नुस् त। मैले यो सबै कमेन्ट गर्दिए है। मैले यो कमेन्ट गर्दिए यो चाहिँ सिंगल लाइन कमेन्ट हो डबल स्ल्यास गराएपछि। अब के आउँछ एकचोटी आउटपुट सोच्नुस् त। आउटपुट के आउँछ 0 आउँछ। अब मैले याप 11 थिचे याप 11 अहिले 0 आयो। अब मैले यहाँनिर चाहिँ 6 को ठाउँमा 7 गर्दाखेरि अब के आउँछ भन्नुस् त एन्सर अब 1 आउँछ। अब कसरी आउँछ अगाडि आउटपुट हेरौँ त्यसपछि म तपाईलाई भन्छु कसरी आउँछ। 1 आयो कसरी भन्दाखेरि यहाँनिर चाहिँ मैले एउटा यस्तो हुन्छ हैन 7 डिभाइडेड बाइ 2 यस्तो गर्दाखेरि अब यस्तो मल्टिप्लाई यस्तो डिभाइड गर्छ कि यसले चाहिँ रिमाइन्डर फाल्छ कि अब 7 एका 2 एका 2 2 दुना 4 2 टिया 6 2 चौका सरी 2 एका 2 2 दुना 4 2 टिया 6। अब यहाँनिर चाहिँ 6 सम्म 6 ले त डिभाइड गर्छ 2 तर के कति बच्छ 1 रिमाइन्डर बच्छ त्यही भएर 1 यस्तो आउँछ। अब यही रिमाइन्डर फाल्छ के रिमाइन्डर दिन्छ भनेर बुझ्नुस्। अब यहाँनिर चाहिँ डिभाइड गर्दाखेरि चाहिँ यसले डिभाइड गर्दाखेरि चाहिँ कति 2 का 3 दिन्छ। फेरि यहाँ 11 मैले ठिक छ 3 दिन्छ। अब 3.5 किन दिएन भन्नुहुन्छ भने त्यो डेसिमललाई चाहिँ डेसिमल नम्बरलाई स्टोर गर्नको लागि चाहिँ हामीले फ्लोट युज गर्नुपर्ने हुन्छ तर हामीले अहिले फ्लोट गरिरहेको छैनौँ। यस्तो चाहिँ एमसीक्यूमा बढी सोच्छ कि यो मोडुलो आयो भने तपाईले रिमाइन्डर रिटर्न गर्छ र यो स्ल्यास डिभाइड आयो भने तपाईको डिभाइड मतलब कतिचोटि डिभाइड भयो त्यसलाई रिटर्न गर्छ। अब हाम्रो अटोमेटिक भयो। अब कसको पालो आयो हाम्रो लजिकल अपरेटर सरी रिलेसन अपरेटरले चाहिँ ग्रेटर एन्ड अर क्लास 11 मा पढ्नु भयो होला त्यही दिन्छ। अब मैले यहाँ हल्का तपाईलाई देखाइदिन लाग्छु REL रिलेसन अपरेटर नेटै काम गरेन एकैछिन है। रिलेसन अपरेटर अब हेर्नुस् रिलेसन इक्वल छ नट इक्वल यसलाई चाहिँ इक्वल भन्छ यसलाई चाहिँ नट इक्वल यो चाहिँ ग्रेटर देन लेस देन इक्वल। अब यसलाई चाहिँ हामीले प्रोग्राममा गर्दियौं। मैले कन्ट्रोल यान थिचे कन्ट्रोल अनि कन्ट्रोल यास सरी अगाडि चाहिँ के लेख्नु पर्ने हुन्छ यसमा चाहिँ includ इन्क्लुड stdio.h int main। अब हामी चाहिँ कुन पढिरहेको छौं RELATION रिलेसन OPERATOR रिलेसन अपरेटर पढिरहेको छौं।
अब त्यसको लागि इक्जाम्पल हेर्नको लागि सिम्पल नम्बरले हामीले यो जाभास्क्रिप्ट गरे जस्तो लागिरहेछ। फेरि इन्ट a इज इक्वल टु मैले 5 लिए अनि इन्ट b इज इक्वल टु 6 लिए। यहाँनिर सेमिकोलन छुट्नु भएन, सेमिकोलन छुट्यो कि इरर आइहाल्छ। अब सुरुमा के भनेको छ भने हामीलाई यसरी नोट बनाउनुस्, अपरेटर लेख्नुस्, मिनिङ लेख्नुस् या नलेख्नुस्। अहिले म तपाईलाई बिस्तारै बुझाइहाल्छु। अनि यो लेख्नुस् अनि ट्रु दिन्छ कि फल्स दिन्छ अहिले हेरौँला। अब यो सुरुमा इक्वल मतलब चेक गर्नको लागि इक्वल यहाँनिर 5 र 6 इक्वल छ छैन, तब यसलाई चेक गरौँ। यदि इफ a इज इक्वल टु b प्रिन्ट याप अहिले एकैछिन बुझाउँछु है, मैले लेख्नुरहेको छु। a and b इज equal else a print याप a and b is not equal। अब यसले चाहिँ अझै हामीले कन्डिसनल स्टेटमेन्ट पढेको छैनौँ, त्यही पनि मैले यो अपरेटर बुझाउनको लागि यो तपाईहरुलाई देखाउन लागेको छु। इफले चाहिँ के भन्दछ भने यदि कन्डिसन मिल्यो भने यो ब्लकमा जा, यति ब्लक वर्क गर, यदि मिलेन भने यो यति एल्स पार्टमा, यदि मिल्यो भने यो ब्लक काम गर, यदि मिलेन भने यो ब्लक काम गर। अब यसले चाहिँ के भनेको छ, यसले चाहिँ के भन्छ इक्वल अपरेटर, दुईटा इज इक्वल टु छ भने एउटा इक्वल अपरेटर, फेरि एउटा मात्र इक्वल छ भने त्यसले चाहिँ भ्यालु असाइन गरिरहेको छ भनेर बुझ्छ। अब आउटपुट के आउँछ, a and b इज इक्वल आउँछ कि a and b इज इक्वल आउँछ, नट इक्वल आउँछ। अब भन्नुस् त पक्कै पनि a and b इज नट इक्वल आउँछ, किनकि 5 र 6 इक्वल छ त बराबर छ छैन। अब यसको आउटपुट हेर्नको लागि हामीले एक्जिक्युट गर्नुस् अनि कम्पाइल एन्ड रन सेभ गर्नु पर्यो रहेछ। यो चाहिँ RELATIVENRELATION.c a and b इज नट इक्वल किन आएन भन्दाखेरि a and b इक्वल नै छैन। अब इक्वल यहाँनिर 6 and 6 and 6 त इक्वल छन्। अब यसले फेरि यहाँनिर चेक गर्छ, यति एक्जिक्युट हुन्छ, यति एक्जिक्युट हुन्छ, त्यसपछि यसमा आउँछ हैन, के यसले चेक गर्छ के a र b इक्वल छ बराबर छ, अफकोर्स छ भने यति चेक गर्छ अनि यतिले चाहिँ इग्नोर गरिदिन्छ, यति चाहिँ चेक गर्दैन। अब अघि नै चाहिँ यहाँनिर चाहिँ 7 थियो, 7 मतलब खै के थियो तर 7 जस्तो लागिरहेछ। अब यहाँनिर इफ स्टेटमेन्टले चेक गर्छ के a and b इक्वल छ, तर थिएन। यहाँनिर चाहिँ एक ठाउँमा 7 थियो, एक ठाउँमा 6 थियो। अब यहाँनिर चाहिँ के भन्छ के a भनेको कति छ 6 छ अनि b भनेको कति छ 6, के 6 and 6 इक्वल छ, अफकोर्स छ भने के गर्छ, अब यो ब्लक एक्जिक्युट हुन्छ, a and b इज इक्वल। अब हेरौँ त आउटपुट इक्वल नै आउँछ, यहाँनिर आयो a and b इज इक्वल। अब त्यसपछि पालो कसको आयो, नट इक्वल। यहाँनिर यो इज इक्वल टु हटाएर मैले यहाँनिर 1 शिफ्ट र 1 थिच्नुस्, यो नट इक्वल कि। अब यसले चेक गर्छ इन्ट a इज इक्वल टु 6, b इज इक्वल टु एकैछिन है, b इज इक्वल टु 6 छ। अब यहाँनिर चेक गर्छ के a र b इक्वल छैन, बराबर छैन। अब यसले यहाँनिर चाहिँ के हुन्छ 6 र 6 यहाँनिर भ्यालु आउँछ हैन 6। यसले चाहिँ के भन्छ, यो कमेन्ट हो, यो कमेन्ट चाहिँ प्रोग्रामले एक्जिक्युट गर्दैन, कम्पाइलरले एक्जिक्युट गर्दैन, इग्नोर गरिरहन्छ। यसले चाहिँ के हो, यो कन्डिसनलाई चाहिँ के भन्छ के 6 र 6 बराबर छैन। अब बराबर छ त्यही भएर यो कन्डिसन एक्जिक्युट हुँदैन। फेरि के हुन्छ, कसमा आउँछ, यसमा आउँछ। अब हेरौँ त a इज यसमै आउँछ किनकि यहाँनिर कन्डिसन नै मिलेन। अब यहाँ पिलाबेन मैले थिचेँ a and b इज नट इक्वल भनेर आयो हैन। अब यहाँनिर मैले 7 थिचेँ, सरी यहाँनिर चाहिँ मैले
स्टेटमेन्ट चाहिँ गलत लेखिदिएँ। ए एन्ड बी इज इक्वल यहाँनिर कन्ट्रोल एक्स गरेर मैले यहाँनिर यस्तो गर्नुपर्ने थियो, कन्ट्रोल भी ए एन्ड बी इज नट इक्वल इक्वल। अब यसले चाहिँ के र बी इक्वल छैन भनेर यसले चेक गर्छ। यदि छैन भने यो कन्डिसन यसमा आउँछ, तर छ भने यसमा आउँछ। यदि यो ब्लक एक्जिक्युट भएन भने तब मात्र यसमा आउँछ। हल्का फुल्का बुझ्नुहोस्, धेरै नबुझ्नुहोस्। अब अहिले चाहिँ ए इज बी इक्वल आउँछ यो पार्ट, किनकि यो पार्ट एक्जिक्युट हुँदैन। अब मैले यहाँनिर 7 लेखेँ, 7 लेखेँ भने अब ए र बी यहाँनिर के आउँछ, ए को ठाउँमा बी 6 नै आउँछ। अब यहाँ चाहिँ 7 आउँछ। के 6 र 7 इक्वल छैन भने यस छैन भने यो पार्ट एक्जिक्युट हुन्छ। अब ए एन्ड बी इज नट इक्वल भनेर ए एन्ड बी इज नट इक्वल भनेर आयो। अब यो पनि सकियो, सेकेन्ड इक्जाम्पल। अब कसको पालो, ग्रेटर देन लेस देन। यहाँनिर चाहिँ ग्रेटर देन लेखिदिएँ होइन मैले। अब यसले चाहिँ के चेक गर्छ, अब स्टेटमेन्ट चेक हटाइदिउँ। ए इज GREATR ग्रेटर देन बी, कन्ट्रोल सी कन्ट्रोल भी। यहाँनिर चाहिँ ए नट ग्रेटर इट्स नट, यहाँनिर चाहिँ डेन होइन डेन हो, यो मिस्टेक लेखिरहेको छु। अब यहाँनिर आउँछ, यहाँनिर चाहिँ 6 नै एमा चाहिँ 6 छ, बीमा चाहिँ 7 छ। यहाँनिर चाहिँ के हुन्छ, यहाँनिर चाहिँ यस्तो कन्डिसन आउँछ, ए चाहिँ बी भन्दा ठुलो छ। अफकोर्स छैन भने कुन पार्ट एक्जिक्युट हुन्छ, यो पार्ट एक्जिक्युट हुन्छ। यदि ट्रु भइदिएको भए यति एक्जिक्युट हुन्थ्यो, यो ब्लकमा एक्जिक्युट हुन्थ्यो, तर अहिले चाहिँ छैन भने त्यही भएर यो पार्ट एक्जिक्युट हुन्छ। अब रन गरेर हेरौँ त। याप 11 इज लाइक ए इज नट ग्रेटर देन बी। अब यदि यहाँनिर 6 को ठाउँमा 8 भइदिएको भए, अब यहाँनिर चाहिँ 6 को ठाउँमा कति हुने थियो, 8 हुन्थ्यो। अनि यो कन्डिसनले चाहिँ के चेक गरिरहेको छ, के 8 ए बी भन्दा ठुलो छ, मिन्स के 8 7 भन्दा ठुलो छ। अफकोर्स छ भने ए इज ग्रेटर देन बी आउँछ। अब हेरौँ त, ए आयो। अब तपाईहरुको पालो लेस देनको। अब नबुझ्ने कोही छैन। अब यो चाहिँ इक्वल लेस ग्रेटर देन अथवा इक्वल हुन्छ, अथवा यो चाहिँ लेस देन अथवा इक्वल। अब यो भनेको चाहिँ एउटा गरिदिन्छु, तपाईहरुको पालो। अब यहाँनिर चाहिँ 8 र 8 अब यो यति भइदिँदाखेरि चाहिँ कुन पार्ट एक्जिक्युट हुन्छ, यो पार्ट एक्जिक्युट भइदिन्छ। के ठुलो अथवा इक्वल छ भन्दाखेरि अफकोर्स छैन, छ भन्दाखेरि यो पार्ट एक्जिक्युट भइदिन्छ। अहिले चाहिँ ए एन्ड बी इज ट्रु, ए इज ग्रेटर देन बी भइदिन्छ। यदि यस्तो नभइदिँदा, यस्तो नभएको भए अब चाहिँ के कुन पार्टमा जान्छ, के 8 अब यस्तो भयो। यो अपरेटर आउँदाखेरि चाहिँ यसले चाहिँ के सोचिरहेको हुन्छ, के ए चाहिँ बी भन्दा ठुलो छ, मिन्स के 8 भन्दा ठुलो छ। अफकोर्स छैन भने फेरि ए इज नट ग्रेटर देन बी आउँछ। अब चाहिँ हेरौँ त, मैले चाहिँ याप 11 थिचिरहेको छु है। याप 11 यहाँनिर चाहिँ इरर आइदिएको भए, इरर आएको भए किन यति तल गयो यो। कम्पाइलर एक्जिक्युट गरौँ त फेरि आउँछ कि नै। अब माथि टान्छु ल, माथि नै आइरहेको छैन, त्यही भएर मैले सिधा याप 11 थिचिदिएँ। अब त्यही मैले जुन भनेको थिएँ त्यही नै आउँछ। कम्पाइल एन्ड रन। ए इज नट ग्रेटर देन बी आउँछ, तर किन केही पनि आएन, आयो ए इज नट ग्रेटर देन बी। अब तपाईहरुको पालो लेस देन अथवा ग्रेटर गर्न। अब अरु बचेको तपाईहरुले प्र्याक्टिस गर्नुस्। अब
अर्को अपरेटरमा जाम। हामीहरू कहाँ पुगेका थियौँ? हामीहरू पुगेका थियौँ इक्वल अपरेटरमा। इक्वल अपरेटरमा केही पनि हुँदैन, एउटा इक्वल र इक्वल हुन्छ र एउटा अनइक्वल। अब सबैभन्दा सुरुमा चाहिँ अपरेटर कुन मैले यहाँ लेखेको छु। दुईटा बराबर छ भने इक्वल छ, एउटा एक्सामिलेसन के भन्छन् त्यही, अनि बराबर छ भने चाहिँ नट इक्वल कस्तो हुन्छ इक्युयुएल इक्वल, यो चाहिँ इक्युयुएल इक्वल हुन्छ। अब हल्का प्रोग्राम गरिदिन्छु, त्यसपछि तपाईँहरूलाई आइडिया भइहाल्छ। VS कोडमा गरेको बानी हल्का अर्कै लाग्छ क्या यहाँनिर मैले इक्युएल इक्वल OPERATOR अपरेटर मानौ इन्ट a इज इक्वल टु 10 छ होइन। ए 10 चाहिँ एसँग बराबर छ भने प्रिन्ट एप a इज इक्वल EQUL इक्वल टु 10 प्रिन्ट होस्। एल्स छैन भने, यदि इक्वल छैन भने के प्रिन्ट होस्? printf a इज नट EQUL इक्वल 10 भनेर। अब यहाँनिर चाहिँ के प्रिन्ट हुन्छ? ए चाहिँ 10 सँग बराबर छ भने a इज इक्वल टु 10 प्रिन्ट होस् भनेछ। यदि छैन भने चाहिँ के प्रिन्ट होस्? ए चाहिँ 10 सँग बराबर छैन भनेर प्रिन्ट होस् भनेको छ, अरू केही होइन। अब यसलाई रन गरौँ। मैले रन गर्नको लागि एप 11 थिच्दा भइहाल्छ। कम्पाइलर के आउँछ? अब a इज इक्वल टु 10 आयो होइन। यो चाहिँ के भयो? इक्वल अपरेटर भयो। अब नट इक्वल अपरेटर यहाँनिर युज गर्नु हो भने के आउँछ फेरि? नट इक्वल अपरेटर लगाइदिनु भयो भने अब भन्नुहोस् त के आउँछ? अब यहाँनिर चाहिँ के भनेको छ? यदि 10 चाहिँ 10 सँग इक्वल छैन भने a and b इज नट के आउँछ? a and b इज नट इक्वल a इज इक्वल टु 10 आउँछ। तर यहाँनिर के भनेको छ? इक्वल हुनु पर्यो। 10 र a चाहिँ इक्वल हुनु भएन। तर यहाँनिर 10 र 10 यहाँनिर पनि a भनेको के हो? 10 हो। 10 र 10 इक्वल छ? अफकोर्स इक्वल छ। अफकोर्स छ भने यहाँनिर के आउने भयो? a इज नट इक्वल टु 10। अब यहाँनिर चाहिँ मैले फेरि एप 11 थिचेँ भने के आउँछ? एप 11 थिचेँ भने किन खाली आइदियो? खाली त नआइदिनु पर्ने हो। a इज नट इक्वल 10 भनेको छ। अब तपाईँले फेरि यहाँनिर मानव 9 राखिदिनु पर्यो। 9 राखिदिनु हो भने यसले चाहिँ के भनेको छ? यदि 10 र a इक्वल छैन भने यो प्रिन्ट गर भनेको छ। अब फेरि यहाँनिर चाहिँ के आइदिन्छ? a इज इक्वल टु 10 आइदिन्छ फेरि। एप 9 एप 11 फेरि घरि यहाँ एक्जिक्युट कम्पाइल एन्ड रन के अरे a इज इक्वल टु 10। तर खासमा त छैन, तर अपरेटरले चाहिँ यस्तो छ भनेको छ। त्यही भएर अब यस्तो गराउनु हो भने यहाँनिर चाहिँ कन्ट्रोल X कन्ट्रोल V कन्ट्रोल X कन्ट्रोल V यस्तो गर्नुपर्ने हुन्छ। अब चाहिँ त्यसपछि मात्रै a इज नट इक्वल b। अब धेरै टाइम कन्ज्युम गरिरहेको हुन्छ, त्यही भएर मैले चाहिँ सर्टकटमा ल्याइरहेको छु। अरू क्वेसन हेर्दाखेरि चाहिँ अलिक राम्ररी हेरौँला। अब यो सानो कसरी हुन्छ? ल भयो। अब कसको पालो आयो? हाम्रो कसको पालो आयो? लजिकल अपरेटर इक्वल अपरेटर भयो। अब लजिकल अपरेटर भनेको ग्रेटर देन लेस देन त्यही हो। LOGICL लजिकल अपरेटर एनसी। मैले एउटा गरिदिन्छु, त्यसपछि तपाईँहरूको पालो अर्को गर्ने।
अब यस्तो हुन्छ यसमा चाहिँ LOGICA लजिकल OPERATR अपरेटर यहाँनिर चाहिँ एउटा एन्ड हुन्छ एन्ड अपरेटर हुन्छ अर्को चाहिँ अर अपरेटर हुन्छ यो चाहिँ इन्टरको माथि हेर्नुहोस् त यो अर अपरेटर हुन्छ सिफ्ट थिच्नुहोस् र इन्टरको माथि थिच्नुहोस् त्यो अब यो चाहिँ यस्तो छ मानौ A percentage D is equal to 0 B 10 is equal to 0 अब हाम्रो अनि इन्ट मानौ A भनेको चाहिँ तपाईको 4 छ एन्ड कमा B भनेको 9 छ अब यस्तो गर्नु हो भने अब 4 ले 2 लाई डिभाइड गर्दाखेरि रिमाइन्डर कति आउँछ 0 त आउँछ हैन अनि 9 लाई 3 ले डिभाइड गर्दाखेरि रिमाइन्डर कति आउँछ 0 आउँछ दैट मीन्स यताको पनि यो साइडको पनि 1 हुने भयो मतलब रिजल्ट यो यति मिल्यो भने तपाईको त्यसले रिटर्न गर्छ ट्रू रिटर्न गर्छ भनेको यो चाहिँ यति ट्रू रिटर्न भयो अनि यो पनि ट्रू रिटर्न भयो त्यसपछि मात्रै यसले चाहिँ त्यसपछि मात्रै ट्रू रिटर्न गर्छ यसले चाहिँ त्यसपछि मात्रै ट्रू एन्ड ट्रू इज इक्वल टु ट्रू हुन्छ अदरवाइज ट्रू एन्ड फल्स भयो भने यसै फल्स भयो भने यो चाहिँ फल्स हुन्छ अनि फल्स एन्ड ट्रू भयो पनि फल्स नै हुन्छ यसमा के हुनु पर्यो ट्रू र ट्रू मात्रै हुनु पर्यो अब अर अपरेटरमा चाहिँ यदि ट्रू एन्ड फल्स छ भने यो चाहिँ ट्रू भइदिन्छ अनि ट्रू एन्ड ट्रू छ भने यो पनि ट्रू भइदिन्छ र फल्स एन्ड ट्रू छ भने यो पनि ट्रू भइदिन्छ एन्ड फल्स सरी अर हो अर यो चाहिँ अर हो अनि एन लेखेको चाहिँ यो चाहिँ एन्ड हो यो भयो भने मात्र के हुन्छ फल्स हुन्छ अब यो हल्का प्रोग्राम हेरौँ त्यसपछि गरौँला यहाँनिर चाहिँ लजिकल अपरेटर LOGICA लजिकल अपरेटर यो चाहिँ कमेन्ट हो सिंगल लाइन कमेन्ट रेकर्ड भइरहेछ कि नै भइरहेछ मैले यो सबै हटाइदिए A इज इक्वल टु 9 अनि B इज इक्वल टु 10 राखे है मैले अनि इफ A चाहिँ डिभाइड गर्नु पर्यो 3 ले इज इक्वल टु 0 यदि 3 ले 9 लाई डिभाइडेड यदि A लाई 3 ले डिभाइडेड गर्दाखेरि 0 आउँछ मतलब 0 रिमाइन्डर आउँछ भने ट्रू एन्ड B लाई 2 ले डिभाइड गर्दाखेरि रिमाइन्डर 0 आउँछ भने यहाँनिर प्रिन्ट एफ A is divid divided by 3 and B is divid divided by 2 आउँछ यो रिटर्न हुनु पर्यो else print एप अब के लेख्दिम यसमा के लेख्दिम मैले केही पनि लेख्दिनँ डट मारेर लेख्दिएँ अब यो सुरु यहाँ चाहिँ A is divided by 3 and B is divided by 2 आउँछ यहाँनिर HELLO लेखिदिएछन् अब
यहाँनिर ए कति छ 9 छ 9 ले 3 लाई डिभाइडेड गर्दा कति आउँछ रिमाइन्डर 0 आउँछ अनि बी कति छ 10 10 ले 2 ले डिभाइडेड गर्दाखेरि रिमाइन्डर 0 छ अब यता यो पार्टले पनि 1 दिने भयो अनि यताको पार्टले पनि 1 दिने भयो मिन्स ट्रु र ट्रु भयो भने ट्रु हुन्छ त्यसपछि मात्रै तल यसको भित्र पस्नु पायो अब एक्जिक्युट गरौँ त्यसलाई ल कता आइरह्यो यहाँनिर एल्स को स्पेलिङ गल्ती छ भनेको छ ई एलएस एल्स ल आयो ए इज डिभाइडेड बाइ 3 एन्ड बी इज डिभाइडेड बाइ 2 अब मैले यहाँनिर चाहिँ 10 गरिदिए भने अब चाहिँ हेलो आउँछ यो हेर्नुस् त अब एक्जिक्युट गरे मैले किन एक्जिक्युट एन्ड रन डट 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 हेलो आयो कि नै अब किन भन्दाखेरि चाहिँ यहाँनिर 3 ले डिभाइडेड गर्दाखेरि एलाई 10 ए कति छ 10 10 लाई 3 ले डिभाइडेड गर्दाखेरि यहाँनिर चाहिँ रिमाइन्डर 1 आउँछ त्यही भएर यतिको पार्ट चाहिँ हाम्रो फल्स आउँछ अनि यतिको पार्ट ट्रु आउँछ मिन्स फल्स एन्ड ट्रु इज इक्वल टु फल्स हुन्छ फल्स भयो भने यति यसमा आउनु पाएन अनि त्यही भएर यसमा आउनु आयो अब यहीँनिर चाहिँ मैले यहाँनिर अर अपरेटर लगाइदिए अर अपरेटर लगाइदिएपछि यहाँनिर चाहिँ ए इज डिभाइडेड बाइ 3 एन्ड बी इज डिभाइडेड बाइ 2 आउँछ यहाँ 2 or 3 is divided 2 अथवा 3 ले डिभाइड हुन्छ भनेको यो चाहिँ भनेको छ अब यसैलाई रन गर्दाखेरि चाहिँ 2 or 3 डिभाइडेड आयो मिन्स यतिको पार्ट चाहिँ यतिको पार्ट यो चाहिँ फल्स दियो तर यतिको चाहिँ ट्रु दियो मिन्स फल्स अर ट्रु भनेको चाहिँ ट्रु हो त्यही भएर यो पार्ट एक्जिक्युट भयो अब जाम हामी अर्को पार्ट चाहिँ के रहेको छ भन्दाखेरि अर्को अपरेटर चाहिँ असाइन अपरेटर असाइनमेन्ट अपरेटर यहाँनिर चाहिँ हल्का सानो गरौँ ASSIGNMENT असाइनमेन्ट गलत छ अब स्पेलिङ चाहिँ तपाईहरुले बुझिहाल्नु OPERATOR अपरेटर यो भनेको चाहिँ सर्टकट फर्म हो के जस्तै तपाईले मैले A प्लस इज इक्वल टु B लेख्नु भनेको यो लेख्नु भनेको A इज इक्वल टु A प्लस B लेस जस्तै हो अब यसको कन्ट्रोल C कन्ट्रोल V अब यहाँनिर प्लस को ठाउँमा माइनस अथवा इन्टु लेख्नु भनेको यो लेख्नु भनेको यो लेख्नु इक्वल हो भनेको हो अब मैले तपाईहरुको लागि गुगलमा लेखिदिएको छु तपाईले धेरै नपढ्नुस् यहाँसम्म मात्रै पढ्नुस् अब पर्दैन मैले चाहिँ एउटा गर्दिन्छु त्यसपछि अरु चाहिँ तपाईहरुको पालो यहाँनिर छ ASSIGNMENT असाइनमेन्ट अपरेटर असाइनमेन्ट अपरेटरले चाहिँ के भन्छ भनेपछि A प्लस B A प्लस इज इक्वल टु B भन्नु र A इज इक्वल टु A प्लस B भन्नु हो त्यही हो अब आन्सर कति आउँछ भन्नुस् त अफ कोर्स 20 आउँछ प्रिन्ट याप A इज पर्सेन्टेज दिस कमा यहाँनिर चाहिँ A लेख्दाखेरि कति आउँछ 20 आउँछ याप 10 याप 11 कता छ याप 11 किन एरर आयो लाइन नम्बर 9 मा प्रिन्ट को स्पेलिङ गलत छ भने चाहिँ प्रिन्ट याप मैले चाहिँ यहाँनिर राम्ररी मेसेज पढ्न लागेको थिएन फेरि यहाँनिर चाहिँ के भनेको छ एक्सपेक्टेड बिफोर प्रिन्ट याप भनेको यहाँनिर चाहिँ सेमिकोलन यो चाहिँ छुटेको हुन सक्छ भनेको छ अब यसलाई चाहिँ एक्जिक्युट गरौँ अहिले चाहिँ भइहाल्छ होला यहाँनिर चाहिँ कमा हो याप 11 कति आयो 20 आयो कि नै यही हो असाइनमेन्ट अपरेटर
अब जाम अर्को अपरेटरमा। अर्को अपरेटर चाहिँ के भनेको छ, कता गयो, कन्डिसनल अपरेटर। कन्डिसनल अपरेटरलाई चाहिँ हामीले टर्नरी अपरेटर पनि भन्दछौँ। यहाँनिर चाहिँ COND कन्डिसनल अपरेटर इन सी। वाट इज कन्डिसनल अपरेटर भनेको आउन सक्छ, यो चाहिँ लेखिदिनु होला। अनि कन्डिसनल अपरेटर युज गरेर दुईटा नम्बर ल्याऊ अनि त्यो नम्बरलाई चाहिँ त्यो नम्बरबाट एउटा ग्रेटेस्ट नम्बर पत्ता लगाऊ भनेको हुन्छ। अनि सिन्ट्याक्स चाहिँ यो हाम्रो मैले तपाईहरुलाई बुझाउनको लागि काम लाग्छ, त्यही भएर चाहिँ मैले कपी गरेर यता राख्दिए है। हटी जाऊ कन्ट्रोल P। यहाँनिर चाहिँ हामी CONDITIONL कन्डिसनल CONDIT कन्डिसनल अपरेटर। अब क्वेसनले चाहिँ फाइन्ड हामीलाई भनेको छ हल्का सानोग्राम फाइन्ड हैन टेक इनपुट फ्रम युजर एन्ड फाइन्ड टेक इनपुट फ्रम टेक टू इनपुट लेखौँ टू यसरी आउँछ टू इनपुट फ्रम युजर एन्ड फाइन्ड LARGS लार्जेस्ट नम्बर। अब इन्ट ए र बी लिए हैन मैले, अझै तपाईहरुले हल्का हल्का एलियन ल्याङ्ग्वेज लाग्न सक्ला, तर तपाईहरुले गरिसक्नुभयो होला, हल्का हल्का शंका लाग्छ, तर बिस्तारै तपाईहरुलाई अगाडि लग्छु। यो तपाईहरुले अपरेटर पढाउनको लागि मैले हल्का हल्का बुझाउनलाई मात्रै गरिरहेको छु, तर अझै कन्डिसनल तिनीहरु लुपिङ तिनीहरु पढे छैनन्, त्यही भएर त्यो पढ्ने बित्तिकै तपाईहरुको नलेज धेरै हुन्छ। र अझै तपाईहरुलाई म आफै लेख्नुस् भनेर चाहिँ भन्दिन प्रोग्राम, किनकि सिकाएकै छैन राम्ररी, पछि सिकाउँछु। यो अपरेटर सकिने बित्तिकै प्रिन्ट एप इन्टर फर्स्ट नम्बर भनेर मैले अनि स्क्यान। यो प्रिन्ट एप भनेको मेसेज डिस्प्ले गर्छ या स्क्यान एपले चाहिँ के गर्छ भनेपछि भ्यालुलाई लिने काम गर्छ। एम्परसेन्टले चाहिँ मेमोरी लोकेसन जनाउँछ यहाँनिर स्टोर गर्नुपर्ने हो भनेर। अनि सेमिकोलन बन्द गर्दै अनि प्रिन्ट एप इन्टर सेकेन्ड नम्बर। यसले पनि स्क्यान या स्क्यान एप पर्सेन्टेज डी कमा एम्परसेन्ट किन एम्परसेन्ट बी VS कोडमा लेखेको बानीहरुकै लागिरहेछ। अब यसले नम्बर पो लिन्छ कि नै हल्का हेरेर पनि कतै एरर छ कि यो लिइराछ 5 इन्टर 5। अब हाम्रो यो चाहिँ हाम्रो के हो फर्मुला हो, सिन्ट्याक्स हो, कन्ट्रोल X हो। त्यही भएर यो चाहिँ यसलाई चाहिँ मैले हल्का तल राखे। यो तल गराउन मिल्दैन, मिल्छ होला, मिल्छ। हल्का सानोग्राम ल कन्ट्रोल V। यो चाहिँ कमेन्ट गरेर मलाई पनि लेट मैले म्याक्स पनि एउटा भेरिएबल राखे। अब यहाँनिर चाहिँ कन्डिसन देऊ भनेको छैन, कन्डिसन दिम ए लेस देन बी छ भने अब ट्रु अब छ भने मतलब छ भने यहाँनिर चाहिँ ए प्रिन्ट होस्, छैन भने के गरोस् एल्स पार्टमा जाओस् बी होस्। अब प्रिन्ट एप भनेर मैले चाहिँ LARGS लार्जेस्ट इज पर्सेन्टेज डी कमा म्याक्स भनेर राखे। अब नम्बर लिम, त्यसपछि गरौँला कुराकानी बिस्तारै। यहाँनिर चाहिँ एरर किन आयो, लेट म्याक्स ए सर जाभा स्क्रिप्टमा गरे जस्तो फेरि फिल भइरहेको थियो। यहाँनिर इन्ट हो है एउटा भेरिएबल। ल अब फर्स्ट नम्बर मैले राखेँ 50 अनि सेकेन्ड नम्बर राखेँ मैले 5। लार्जेस्ट नम्बर इज 5 के आउँछ यो, किन 5 एन्सर आइरहेको छ भन्दाखेरि चाहिँ ए चाहिँ बी भन्दा सानो छ भने यसमा राख, छैन भने यसमा राख भनेको होइन। तर हामीले के भनेको छ ठुलो भएपछि त ए ग्रेटर बी राख्नु पर्यो। त्यही भएर अब कम्पाइल गरौँ, अब चाहिँ सही आउँछ 40 इन्टर 4
आयो 40 अथवा मैले अब सुरुमा 4 राख्छु त्यसपछि 40 अब 40 नै आउँछ। अब ए देखि बी ए बी भन्दा ए ठुलो छ भने यसमा राख, छैन भने यसमा, यसको एन्सर होला। अब यसको भ्यालु राख भनेको हो। अब यहाँनिर चाहिँ लेस देन राखिदिनु हो भने सानो पत्ता लगाउँछ, ग्रेटर देन राखिदिनु हो भने ठुलो पत्ता लगाउँछ। अब कुन अपरेटर छ अरू पढ्नु पर्ने जस्तो छ कि छैन? बिटवाइज अपरेटर पढ्नु पर्दैन। अब स्पेशल अपरेटर पढ्नु पर्दैन। यो चाहिँ स्पेशल अपरेटर भनेको साइज अफ अपरेटरहरू हुन्। साइज अफ अपरेटर पढौँ कि नै भन्नुहोस् त। अब कन्डिसनल बिटवाइज अपरेटर पढ्नु पछि पढौँला, अहिले नपढौँ, धेरै लामो पनि भइसकेको छ। साइज अफ अब सबैभन्दा सुरु गरौँ साइज अफ अपरेटर। यो स्पेशल अपरेटर भनेको साइज अफ अपरेटर हो कि यो चाहिँ साइज पत्ता लगाउनको लागि। जस्तै मैले यहाँ देखाइदिएँ तपाईँहरूलाई, यसैमा यहाँनिर चाहिँ मैले \n गरेर एक लाइन तल झारिदिन्छु, प्रिन्ट या लेखेन, अनि द साइज अफ इन्टिजर इज %d, साइज अफ कसको साइज हेर्नु पर्छ हामीलाई? ए कसमा छ? ए भनेको के हो? हाम्रो इन्टिजर हो। ए भनेको इन्टिजर हो। अब इन्टिजरको साइज चाहिँ बुकमा 2 लेखिएको होला, तर तपाईसँग 32 बिटको ल्यापटप छ अथवा डेस्कटप छ, कम्प्युटर छ भनेको यहाँनिर चाहिँ 4 बाइट नै देखाउँछ। अब मैले रन गरेँ, किन केही पनि आएन? एक्जिक्युट गरौँ, कम्पाइल एन्ड एक्जिक्युट, इन्टर 554 द साइज अफ इन्टिजर इज 4 दिएको छ, मिन्स यसले चाहिँ 4 बाइट ओगटेको छ। अब आजलाई यति। अब भोलि अर्को भिडियोमा भेट्नु हुनेछ। तबसम्मलाई गुड बाई।